हामी सबैलाई थाहा छ कि घाम हाम्रो जीवनको लागि कति महत्त्वपूर्ण छ। यो नै हाम्रो शरीरमा घामको भिटामिन भनिने भाइटामिन डी को मुख्य स्रोत हो। तर स्वस्थकर घाम लिने र छालालाई नोक्सान पुर्याउने बीच एउटा स्पष्ट रेखा छ। त्यो रेखालाई हामी युभी इन्डेक्स भन्छौँ। तपाईको शरीरले प्रभावकारी रूपमा भाइटामिन डी बनाउनको लागि युभी इन्डेक्स 3 वाट त्यो भन्दा माथि हुनुपर्छ। सबैभन्दा सुरक्षित र छिटो भाइटामिन डी बनाउने उत्तम समय युभी इन्डेक्स 4 देखि 5 कोलम्बो दायरा हो। यसलाई मध्यम जोखिम क्षेत्र मानिन्छ। यस अवस्थामा धेरैजसो मानिसहरूलाई दिउँसोको समयमा आफ्नो अनुहार र पाखुरामा मात्र 5 देखि 15 मिनेट घाम लगाउन पर्याप्त हुन्छ। जब युभी इन्डेक्स 7 वा 8 पुग्छ, खतरा तीव्र रूपमा बढ्छ। तपाईको छाला 15 मिनेट भन्दा कम समयमा जल्न सक्छ र तपाईले डढेको महसुस गर्नुभन्दा पहिले नै छालाको डीएनएमा क्षति पुग्न थाल्छ। उच्च युभी इन्डेक्समा कुनै पनि सुरक्षा बिना घाममा बस्नु सुरक्षित मानिँदैन। आफ्नो स्थानको युभी इन्डेक्स जहिले पनि गुगलमा हेर्न सकिन्छ। यदि युभी इन्डेक्स उच्च छ भने अनिवार्य रूपमा छायामा बस्नुहोस्, टोपी र लामो कपडाले छाला छोप्नुहोस् र SPF 30+ भएको सनस्क्रिन लगाउनुहोस्।